हेलो एभ्रिवान वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लग भनेर त के भन्नु होला लङ भिडियोमा सबैजनालाई आज बिहानदेखि मैले बेलुकासम्म के गरेँ म तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु साथीहरू अनि सबैजनालाई अनि एकदमै वेलकम छ मेरो भिडियोमा। अनि त्यसपछि मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि कहाँ के भइरहेछ तपाईँहरूले राम्रो सुझाव सल्लाह दिनु होला। मलाई खासै भिडियोहरू बनाउनु भोइस ओभरहरू गर्न आउँदैन, म भर्खर सिक्दैछु होइन। त्यो भएको कारणले मलाई पनि यसो कहाँ मिस्टेक भएको छ तपाईँहरूले भनिदिनु होला साथीहरू। अनि मेरो चाहिँ बिहान उठेर चाहिँ यस्तै यस्तै कामहरू हुन्छ है साथीहरू। कुखुराहरू छ, कुखुरालाई चारो पानी गर्नु पऱ्यो होइन। अनि त्यसपछि कुखुरालाई यसरी चारो पानी गर्न म गोठतिर गएँ उठेर बिहानै फ्रेस भएर भाँडाकुँडाहरू धोएर है। अनि त्यसपछि मेरो कुखुराले अन्डा पनि पारिरहेको रहेछ क्या साथीहरू। हिजो पारेको थिएन, आज पारेछ, दिन बिराएर पार्छ त्यो कुखुराले पनि अन्डा। अनि मेरो कुखुराहरूले चाहिँ रङ्गिन चङ्गिन हगेछ क्या, आची गरेछ रङ्गिन चङ्गिन। कस्तो कस्तो हग्छ त्यस्तो त्यस्तो हग्नेलाई चाहिँ यो पिठो पाउडरवाला दबाई लगाइदिनुपर्छ अरे, ठिक हुन्छ भनेर। अनि मैले त्यो दबाई लिएर आएको थिएँ साथीहरू हिजो। अनि म त्यही दबाई दिइरहेको छु मैले मेरो कुखुराहरूलाई। अनि यतिकैमा म हाफ किचनतिर आएर चाहिँ अनि अब नानीहरूलाई ढिलाउँछु स्कुल जान भनेर चाहिँ मैले यतातिर दालहरू चाहिँ मैले भिजाउन सुरु गरेँ साथीहरू। किनभने मुस्रीको दाल म पहिल्यै भिजाएर हुन्छु नि त, दाल भिज्यो भने फुलिन्छ नि त, त्यही भएर म प्रायः भिजाउँछु। अनि यता चामल पनि भिजाएँ, यता चिया पनि आफ्नो लागि पाक्दैछ साथीहरू। मैले चिया पनि यता पकाइराखेको छु, चिया त खानै पर्यो। यतिकै मेरो सानी पनि उठिछ ल हेर्न साथीहरू। आजभोलि कस्तो छिटो बिहान सँगै झन्डै उठ्न खोज्छ कि मेरो छोरी। ल मेरो छोरीले मलाई जयमसी गरेर सानो भनेको जयमसी गऱ्यो, पपी पनि गऱ्यो, ज्ञानी छ। आज त रुँदै मुख बिगार्दै उठिरहेको त कस्तो खुसी हुँदै उठ्दै हेलो मामु भन्दै बाहिर आउँदैन, आज त अहिले रुँदै उठ्दैछ। अनि दादा चाहिँ भने उसलाई मतलबै छैन, दादा त भरे 8 बजी पनि नउठ्ने हो। अनि बाहिर निस्किएपछि चाहिँ अनि उसलाई चाहिँ चाहिन्छ दुध र बिस्कुट उठ्ने बित्तिकै मेरो छोरीलाई। अनि मैले पनि पहिला पानी खाने त्यसपछि म दिन्छु भने। अनि त्यसपछि पानी थोडा पियो मेरो छोरीले। अनि मामु छोरी पानी पिएर पनि हामी यहाँनिर अनि चिया बिस्कुट खायौँ। माथितिर आगो बाल्दै थिएँ मैले उतातिर। अनि मेरो छोरीले त चिया बिस्कुट खाइरहेको छ। मेरो छोरीले चाहिँ साथीहरू उसलाई चाहिँ चिया बिस्कुट त चाहियो। बेलुकाकै दुध थियो नि त, अनि त्यही दुधको चिया खायो अरे। मामु छोरीले चिया खायो अरे चाहिँ हामी चाहिँ लाग्यौँ है साथीहरू फेरि फर्मतिर क्या दुध लिनको लागि। मेरो छोरीलाई चाहिँ मैले बस्दै गरेर म दुध लिएर आउँछु भनेको, बेबी पनि जाने अरे। अनि मलाई छोरीले पछ्यायो। अनि मैले मेरो छोरीलाई लिएर गएँ, त्यहाँनिर सानो बाख्राको पाठाहरू छ नि त। अनि त्यसपछि मेरो छोरीलाई चाहिँ खुसी लाग्छ, रमाइलो लाग्छ, बेबी कहाँ छ भन्छ नि त। अनि त्यहाँ गएपछि अनि त्यही भएर उसले जानु पनि मन लाग्छ क्या, त्यही भएर मैले उसलाई लिएर गएँ गाई फर्ममा। त्यहाँनिर उसले बाख्राको पाठा हेरिरहेको छ है। अनि हामी यतिकैमा फर्क्यौँ, आमा छोरी फेरि दुध लिएर घरमा रिटर्न आयौँ। चिया त बिहानै खाइसकेको थियौँ बेलुकाको रहेको दुधको। अनि यो दुध चाहिँ अनि मैले यसरी खन्याएँ। म फेरि पनि चन्नीमा छान्छु क्या यो दुधलाई। अनि छनाएर चाहिँ तताइतताइ गरेर अनि खानासाना खाएर मैले नानी बाबालाई स्कुल लगिसकेको थिएँ। अनि दिउँसोको खानाको के अरे खाजा हो यो चाहिँ, दिउँसोको खाजाको लागि चाहिँ म ढिलो भएपछि 5 मिनट 10 मिनट ढिलो भएपछि म फटाफट खाजा पुऱ्याएर आएपछि अब गर्मी कति धेरै थियो, काम पनि खासै थिएन साथीहरू, गर्मी थियो। त्यही भएर मेरो पालि फेस प्याक बनाएर लाउँछु भनेर राइसको फेस प्याक बनाएर लगाएँ। फेस प्याक बनाएर लगाएपछि मेरो अनुहार कस्तो हुँदो रहेछ भनेर मैले यसरीको जस्तो तस्तै देख्छु, चेन्जिङ हुँदैन। अनि यतिकैमा साथीहरू आफ्नो फेसहरू धोएर चाहिँ अनि त्यसपछि फेरि मैले टिकटक बनाउनु मन लाग्यो, मैले टिकटक बनाएँ, काम छैन गर्मी छ होइन। अनि त्यो भएको कारणले यतिकै मेरो अनि त्यसपछि मैले मेरो श्रीमानसँग कुराकानी गरेँ, 2-4 शब्द कुराकानी अब। अनि उहाँ पनि प्रायः बिजी हुन्छ नि त। अनि म बिजी भएको बेला उहाँ फ्री भएको बेला म बिजी, त्यो भएको कारणले हाम्रो बोल्ने नै फुर्सद हुँदैन कोही बेला है। अनि आजभोलि चाहिँ दिउँसो त्यति काम पनि छैन, त्यही भएर मैले फोन गर्छु अनि उहाँले पनि गर्नुहुन्छ। अनि हल्का बोल्दै थियौँ हामी। त्यसपछि मैले खाजा के खाने भन्दा त फेरि लास्टमा त घुमीफिरी त रुम चटार भने जस्तै क्या साथीहरू। लास्टमा त फेरि चाउचाउ बिना त फेरि केही नहुने, चाउचाउ त खानै पर्यो, चाउचाउ त सबैलाई मनपर्ने नै चिज हो। सो त्यो भएको कारणले मैले पनि चाउचाउ अन्डा बनाएँ। अनि मैले पनि खाजा बनाएर यसरी चाउचाउ अन्डा बनाएर खाजा खाएँ साथीहरू। मैले नानीहरूलाई खाजासाजा खाएर चाहिँ फेरि नानीहरू लिन जाने बेला भइसकेको थियो कि साथीहरू, त्यही भएर मैले छिटो गर्दै थिएँ। अनि मैले मेरो छोराछोरीलाई लिनको लागि स्कुल गएँ। कस्तो खुसी हुँदै आइरहेछ छोरी। अनि मेरो छोरी चाहिँ खुसी हुँदै बाहिर निस्किरहेको कि, बाहिर निस्केर मम्मीलाई पपी पनि गऱ्यो, मैले मम्मीलाई उसले है। अनि कस्तो खुसी हुँ, कति घन्टापछि भेट भएको नि त, कति खुसी के छोराछोरी। तर घङ्ग्रो कपालको के गर्नु, कहिले पनि उसको कर्ली कपाल चाहिँ सिधा भएन। मैले ताक्लो बनाइदिएको थिएँ कि एकचोटि, फेरि पनि त्यस्तै छ। अनि मलाई छोरीले अनि मेरो छोराछोरी खुसी हुँदै रमाउँदै आए है साथीहरू। मैले केटाकेटीलाई लिएर आएँ, सबै नानीहरूको छुट्टी भएपछि त्यो कस्तो खुसी भएर निस्किएर घर आइसक्यौँ हामी।
अनि नानी बाबुहरू लिएर चाहिँ म चाहिँ घर आइपुगेँ साथीहरू। अनि उनीहरूलाई खाजाहरू दिएर चाहिँ म चाहिँ लागेँ बारीतिर। अनि दादा चाहिँ होमवर्क गर्दै थियो। एकछिनमा त दादा पनि आइपुगिरहेको के बाहिर बहिनीको आवाज सुनेर क्या। बहिनीलाई चाहिँ खेल्न दिने, मलाई चाहिँ खेल्न नदिने भन्दै होइन। अब बहिनी त सानो चाहिँ होमवर्क गर्दैन नि त। अनि त्यो भएको मैले चाहिँ तिमी होमवर्क गर भनेको थिएँ। अनि बारीमा यति कामहरू छ। अनि बाहिर निस्केपछि मैले होमवर्क के भन्छ उसलाई भिडियो गर्न लगाएँ। अनि त्यसपछि मेरो छोराले चाहिँ भिडियो गरिदिँदैछ, म चाहिँ यहाँनिर यसरी खन्दैछु। धान रोप्ने बेला भइसक्यो, धानको सिजन हो साथीहरू। त्यो भएको कारणले म चाहिँ यहाँनिर धान रोप्नको लागि भनेर अहिलेदेखि नै आली भित्ता बनाउँदैछु साथीहरू। के गर्नु, छोरा मान्छे घरमा नभएपछि गाह्रो हुन्छ। आफूले गर्न सक्ने त गर्नै पर्यो। मान्छे लगाएपछि धेरै अब गाह्रो हुन्छ, पैसा पनि त चाहिन्छ नि त मान्छे लगाएपछि होइन। अनि सक्ने काम त म आफै गर्छु भनेर म चाहिँ गरिरहेको छु कम्मर कसेर भए पनि साथीहरू। अनि यतिकैमा हेर्न मेरो छोरी चाहिँ त्यहाँनिर ह्याप्पी बर्थडे टु यु भनेर चाहिँ टाउकोभरि के हो त्यस्तो थियो। केटाकेटीलाई बाहिरको हावाहुरी खामा अनि त्यसो झारपातमा अनि त्यो माटोहरू खेल्न दिनुपर्छ भन्छ कि। म चाहिँ हतपत चाहिँ म आफू बाहिर निस्केँ उनीहरूलाई चाहिँ म बाहिर निस्किन दिँदिनँ। यस्तै गर्छ र लास्टमा दुःख पाउने भनेको मैले नै हो नि त। हामी आमाले धुई पखाली त गर्नै पर्यो। अनि यतिकै मेरो छोराले फेरि यहाँ मम्मीलाई नाच्नु म भिडियो बनाइदिन्छु रे। अनि छोराले भनेपछि त मम्मीले नमान्ने कुरै छैन होइन साथीहरू। यतिको त छोरा हुनै पर्यो। उसले बनाइदिँदै थियो भिडियो, मैले नाचे जस्तो गरेर नक्कल पारिदिएँ। अनि यहाँ चाहिँ अलिक चौडी थियो, यहाँ डिल उठाउनै बाँकी थियो। मैले चाहिँ यो डिल चाहिँ उठाउँदैछु, के भन्छ यो चौडीलाई खडेर डिल उठाउँदैछु। यहाँनिर धान रोप्ने ठाउँ त बनाउनै पर्यो साथीहरू। अनि त्यसपछि बाहिर काम सकेर भित्र आएको त छोराले होमवर्क गरिदियो होला भने त ओहो छोराको नौटङ्की हेर्न साथीहरू। कहिले के को टोपी लाएर बसे हुन्छ, कहिले वरिपरि खेलाउन राखेर बसे हुन्छ। यो के गरेको भनेको साथीहरूले यस्तो के गर्छन्, म पनि त्यही गरेको रे। हेर्नु न, लाउन के साह्रो रहर लागेको कि। अनि यतिकैमा साथीहरू हेर्नु न, दिउँसो दबाई लाउनुलाई थिएँ। अब लाउँदिनँ भनेको थिएँ तर लाउनै पर्ने भयो। बहरले आएर मेरो सबै धानको बिउ खाइदियो नि त। अनि धानको बिउमा लाएर उब्रेको दबाई चाहिँ मैले यता मकैमा लगाइदिएँ। अनि यतिकैमा खानाहरू यता भित्र सागसब्जी बनाइतुलाई गरेर अनि त्यसपछि खाएँ साथीहरू। खाएर यसरी नै हामी ओछ्यान लाग्यौँ। यति नै आजलाई मेरो भिडियो। सबैजनालाई बाई बाई साथीहरू।